So hello guys and welcome back. So फेरि पनि नयाँ भिडियोमा ब्याक अगेन न्यू भिडियो. आज चाहिँ ब्लग चाहिँ हैन कति वर्षपछि चाहिँ फ्री फायर को भिडियो चाहिँ हाल्दै छु. रिसेन्टली गेम चाहिँ खेल्छु तर भिडियो चाहिँ युट्युबमा हालेको चाहिँ थिएन. तर यो गेममा चाहिँ हाम्रो एकदम बवाल म्याच गयो किनकि यो म्याचमा चाहिँ हाम्रो चाहिँ टोन्डे दाइ पर्नु भएको थियो. टोन्डे गेमर तपाईहरुले चिनि सक्नुहुन्छ होला र हेर्न सक्नुहुन्छ. म चाहिँ जोन पुस थिएँ र अगाडि चाहिँ सुपर मेडिकेट र दौडा पाएँ. पछाडि एनिमी झरेर रहेछ. अगाडि चाहिँ जोन पुसर गाडी लिएर भागिसक्यो र त्योसँग एमपी40 थियो. सँगसँगै त्यसको बजाइहालेँ मैले नि त्यसलाई र बिस्तारै रिपेयर किट गर्दै म चाहिँ गइसकेको थिएँ है त. अनि यतिखेर चाहिँ हामीलाई टोन्डे दाइ आउनु भएको छ भनेर चाहिँ थाहा थिएन. हाम्रो 2 नम्बर चाहिँ नक भएर नि मरिसकेको रहेछ. हामीसँग हुनुहुन्छ दिलसन अनि किरण. दिलसन र किरण मरिसकेको छ. भर चाहिँ ममा छ अब जोन पुसको लागि. र मैले चाहिँ यहाँ टोकन चाहिँ लिइसकेँ. टोकनको क्यारेक्टर र सबै लाग्ने मिसा गाडीमा त्यो एचपी दिने टोकन दुगुना गर्ने त्यो सबै के गरे. ठ्याक्क यतिखेर चाहिँ भिभ्यास देखाएको थियो हामीले चाहिँ थाहा पाएँ. एनिमी मतलब भिभ्यासवाला एउटा प्लेयर आछ है राम्ररी भनेर भनेर यतिखेर हामीलाई चाहिँ थाहा थिएन टोन्डे दाइ आउनु भएको छ भनेर. टोन्डे दाइकै टिममेटमा चाहिँ टिजिआरको टिममेट रहेछ. उहाँले चाहिँ एनिमी हाल्नु भएको रहेछ. यो म्याच चाहिँ बुया गर्नुपर्छ चुसोरी नि भनेर भनेको थियो. भिडियो चाहिँ एउटा देखिहालेँ तर टोन्डे दाइ अहिलेसम्म चाहिँ हामीले देखाएको थिएन है त. र मैले चाहिँ सबैलाई रिभाइभ गरेर चाहिँ जिपमा चाहिँ चढेर गएँ त. अनि त्यसपछि आफ्नो काम भनेको टोकन उठाउने जाने थियो. अनि हामी चाहिँ पालो चाहिँ जोन पुस गर्दै थिएँ र मेरो नम्बरमा चाहिँ ठ्याक्क परेको थियो. त्यतिखेर चाहिँ गाडी टोन्डे दाइ आउनु भएको थियो. ठ्याक्क यो पुलमा जाने बित्तिकै हामीले टिजिआर टोन्डे सबैजना सक भयो. टिजिआर टोन्डे दाइ आउनु भयो भनेर सबैजना सक भइसकेको थियो. र राम्ररी खेल्नुपर्छ केटाहरू भनेर चाहिँ हाम्रो दिनसनले भनेको थियो. त्यहाँपछि म पनि जोस आएँ हामीलाई चाहिँ. त्यहाँ चाहिँ ल्याम्बोर्गिनी मैले ट्याक्क उठाएर एकदम स्पिडको लागि कहीँबाट फायर हान्यो भने स्पिडमा जानुपर्छ भनेर टक्क मैले ल्याम्बोर्गिनी उठाएँ. र हाम्रो चाहिँ दिनसन नक भइसकेको थियो. के गरेँ भनेर सबै चिचाइरहेको थियो केटाहरू. त्यतिखेर मैले चाहिँ भिडियो चाहिँ बनाउनु चाहिँ बनाएको थिएँ भोइस ओभर गरेर. तर त्यो भिडियो चाहिँ मेरो डिलिट भयो. त्यो कसरी डिलिट भयो तर ग्यालेरीमा सेभ गर्नु त्यो भोइस ओभर गरेर चाहिँ मेन गर्दैन होला. र टक्क त्यहाँ मैले चाहिँ सबै टोकन बिस्तारै उठाउँदै गएँ. मैले चाहिँ त्यहाँतिर रिभाइभ गर्दै गइरहेको थिएँ. र तपाईँहरूले चाहिँ बिर्सिनु भएन भने च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला. अनि यस्तै इन्ट्रेस्टिङ भिडियो चाहिँ आइरहेको छ र ट्याक्क मैले चाहिँ टोकन उठाइरहेको थिएँ. फेरि पनि दाइले मार्नुहुन्छ दाइले फेरि पनि मार्नुहुन्छ हेर्ने त. त्यसपछि मार्नुभयो एकजना अझै. अनि सबै तर्सिसकेको थियो. टोन्डे दाइ पिकमै होला पिकमा जानुपर्छ भनेर केटाहरू भन्दै थिएँ. र म चाहिँ अहिले टोकन उठाउँदैछु पछि जाऊ तिमीहरू भनेर मैले भनेको थिएँ. बिस्तारै केटाहरूले मार्यो. केटाहरू चाहिँ पिकतिर लाग्यो. टोन्डे दाइलाई मार्न उगाए. टोन्डे दाइले फेरि मारेर हाम्रो टिमले चाहिँ टोन्डे दाइलाई नि मार्नु चाहिँ हुन्छ तर मार्नुहुन्छ टोन्डे दाइलाई हाम्रो टिमले. पछि अनि त्यसपछि फेरि स्क्वाड आएर हामीलाई वाइप आउट हान्दैछ अहिले. Few moments later. र बिस्तारै म अगाडि गइरहेको थिएँ. अनि त्यसपछि जाँदै अनि म चाहिँ जोनको लागि निक्लिनु पर्थ्यो. धेरै जोनसँग खेल्नु नि हुँदैन भनेर एकदम स्पिडमा ल्याम्बोर्गिनी चलाएर म चाहिँ गइरहेको थिएँ. ल एकदम लोल हुन्छ त्यहाँ. ल्याम्बोर्गिनी चाहिँ मेरो अड्किदिन्छ त्यहाँ पानीभित्र त्यो मिलको त्यो छेउतिर. त्यतिखेर लगले साथ नदिएको हो क्या हो हामी चाहिँ मर्छौँ है त. यहाँ फेरि पनि गाई टोन्डे दाइ र उहाँको टिममेट भिभ्यासवालाले मारिसकेको छ. म चाहिँ घुम्दै बस्दैछु. म चाहिँ डराएर म पनि अब केही हुन्छ कि बया गर्नु केही हुन्छ कि भनेर बया चाहिँ हामी चाहिँ निकाल्नै पर्छ भनेर चाहिँ खेल्दै थियो है त. म चाहिँ एकदम स्पिडमा गएर फेरि पनि टोन्डे दाइले मार्नुभयो. केटाहरू अझै छ. Few moments later. र केटाहरूले चाहिँ मलाई टोकनहरू चाहिँ लिनुलाई बोलायो. अनि मैले चाहिँ टोकन ट्याक्क उठाउनु गएँ. 6 टोकन लिएँ. यता नि 6 लिएँ. म भागिहालेँ मेरो कामको लागि. अब यिनीहरू चाहिँ टोन्डे दाइलाई मार्न गइरहेको थियो. अनि युए भन्नेले चाहिँ टोन्डे दाइलाई मार्छ है त.
एकछिनपछि देखाउनु यहाँ हेर्नुहोस् है त टोन्डे दाइले चाहिँ एकदम एनिमीहरू बवाल मार्दै थियो है त त्यतिखेर र एकजनाले भिभाइस प्लेयरलाई नक गरिदिइसकेको छ फुल फिनिस त होइन त्यसपछि म चाहिँ फेरि जोनमा घुम्दै थिएँ किनकि एनिमी आएर मार्दै पनि मरिन्छ भनेर उनीहरूको पनि जोन पुस थियो जोन पुसर अझै पनि 32 अलाइभ थियो यो चाहिँ सेकेन्ड जोन थियो हामी फर्स्ट जोन र हाम्रो केटाहरूले चाहिँ टोन्डेको स्क्वाड भेट्छ है यतिखेर टोन्डे दाई भने अनि टोन्डे दाई नखुम्नु भयो र मैले टोन्डे दाई मऱ्यो भनेर भने कहाँ मऱ्यो यहाँ किल हान्न खा भनेर ठ्याक्क फेरि किल हान्नु भयो फेरि त्यसै उनीहरूले टोन्डे दाई भेट्नु भयो यतिखेर नै मेरो चाहिँ लकले साथ दिँदैन यहाँ स्पिड चलाउने बेलामा यहाँ मेरो चाहिँ गाडी अड्किदिन्छ यहाँ खोलाभित्रको जान्छ हाम्रो केटाहरूले पनि किल चाहिँ गरिरहेको थियो र युवेले चाहिँ एकजनालाई मारेको थियो उसले हो मार्ने टोन्डीलाई अहिले एकछिनपछि यहाँ मेरो गाडी अड्किहाल्यो फेरि योभन्दा लल सिन केही नि भएन केटाहरूले बिस्तारै मार्दैछ है त युवेले मारिसकेको छ एमआरजी भन्नेलाई अनि म पनि पाहाडमा गएर जाँदैछु थम्सन र अग बोकेर सेपमा जाँदैछु है त यो फर्स्ट जोनले धेरै काटेन धन्न ठ्याक्क सबैजना मर्छ त्यहाँ जानेसम्म अनि मैले गाडी पाउँछ अनि टोन्डे दाईको ग्रुप भेट्छ त्यतिखेर यिनीहरूले म त्यहाँ जानुभन्दा अगाडि र मारेछ हाम्रो विल्सनले र म चाहिँ यहाँबाट जाने ठाउँ थियो भनेर कन्फ्युज भयो क्या त्यतिखेर ठक्क म चाहिँ के हो भनेर बसिरहेको थिएँ तर त्यहाँतिर भेटेँ मैले त्यहाँ माथि जानुपर्छ युवेले चाहिँ टोन्डे क्यामेरा मारेछ हेर्नु त्यो नक गराएछ दुईजना मरेछ त्यो एकदम आत्तिसकेको थियो तिनीहरू विल्सनले नि नक गर्यो यसले पुरै वाइप आउट हान्दै हाम्रो केटाहरूले गाई टोन्डेलाई अनि त्यसपछि युवेले नि भेट्यो पछाडिबाट मान्छेको अब यो 3 नम्बर एक्लै थियो दिल्सन त्यहाँनिर गाई टोन्डेको स्क्वाड थियो त्यहाँ चाहिँ म चाहिँ यहाँ भागेर रिभाइभ गर्छु भनेर भागिसकेको थिएँ धन्न मिलमा कोही पनि थिएन एकदम स्पिडमा जाँदै थिएँ म अनि त्यहाँ साइडमा चाहिँ मैले एउटा एकदम नुब्डावाला गाडी पाएँ त्यो गाडी पनि फुटिहाल्छ अनि भिभाइस प्लेयर बिस्तारै मर्दै थियो हेडसट हान्दै हाम्रो र टोन्डे दाइले हाम्रो दिल्सनलाई छकाप हान्दै त अब भरोसा म माथि छ रिभाइभ दिएँ हामी चाहिँ टप 3 सम्म चाहिँ पुग्छौँ है त यो म्याच चाहिँ बुया गर्न सक्छ कि सक्दैन हेर्नुहोस् अगाडि हेर्दै जानु होला र एकदम मुक्कान्दै गाडी खोज्दै गइरहेको थिएँ टक्क अगाडि रिभाइभलमा चाहिँ गाडी भेटेँ मैले र गाडी टोकन छुँदै गाडीतिर लागेँ है त म अनि त्यसपछि यस्तो यो काम नलागेको गाडी थियो यो यसमा गाई टोन्डे दाईको चाहिँ टोन्डे गेमरको दाईहरूको टिमले चाहिँ मलाई यो गाडी फुटाल्दियो स्पिडमा गइरहेको थियो 39 मलाई थियो त्यतिखेर मेरो गाडी चाहिँ अड्किएको थियो त्यहाँ के भयो डिस भएको थियो हाम्रो डिल्सनले मारिसकेको छ र एकछिनपछि फेरि पनि हाम्रो केटाहरू सब मर्छ एक गरेर खालि टोन्डे दाईहरूसँग मात्र जुझ्नु कोसिस गर्ने कि यिनीहरू मैले नजा अलिक सेफ खेल पछि खेलौँला भनेर भनेको थियो तर मानेन के तर तिनीहरूले तर मैले चाहिँ सबैजनालाई फेरि रिभाइभ गर्थेँ अनि मेरो 1 किलको साथमा म पनि गइरहेको थिएँ बोया हान्ने चाहिँ हामीले एकदम फुल कोसिस गरेको थियो है त बोया हान्न चाहिँ तर हामीले चाहिँ हान्न सकेन है त बोया 32 अलाइभ थियो यतिसम्म यत्रो सानो जोनमा अझै पनि 31 जना थियो तर म चाहिँ जोनमा जान्छु भनेर गएको थिएँ तर यहाँबाट बाटो छैन भनेर ठ्याक्कै बिर्सिसकेको थिएँ मैले फेरि मैले गाडी घुमाएर म चाहिँ गएँ त म पनि गाडी फुटालिन्छ र म पनि मरिन्छु अनि डिजिआर भनेर मारेछ है त अहिलेसम्म चाहिँ टोकन उठाइरहेको छु गइरहेको छु म साइडमा एनिमी थियो डराएर मैले त्यो टोकन पनि लिएन म मऱ्यो भने केटाहरूको के र केटाहरू चाहिँ माथि पिकको त्यो तल बस्छ है त म चाहिँ गाडी लिएर घुमे गर्छु र यतिखेर नै मलाई चाहिँ एनिमीले गाडी फुटालेर मारिदिन्छ है त बिस्तारै जाँदै थिएँ म र टोकन पनि लिएँ मैले टोकन लिँदा घुमेर गएर फेरि घुमेर आउँदाखेरि यतैतिर म मर्छु है त
मेरो गाडी अर्किन्छ जस्तो लागेको थियो तर गाडी अर्किन फेरि सबै 4 जना सबै मरे फेरि 4 नम्बर मर्यो अनि फेरि रिभाइभ दिन जानुपर्छ भनेर गएँ 2 जना 2 नम्बर नि मर्यो अनि म फेरि रिभाइभ गर्नु गएँ काम भनेर रिभाइभ गर्ने हो भनेर चाहिँ गएँ म अनि 8 किल हानिसकेको थियो मेरो साथी 3 नम्बर दिलसनले चाहिँ त्यसको चाहिँ भर लाग्छ मलाई अरूको चाहिँ लागेको थिएन म चाहिँ फेरि गाडी कुदाएर गएर म मेडिकेट सेडिकेट लगाएर धेरै मेडिकेट नि थिएन फेरि 4 नम्बर मर्नै लागेको थियो तर त्यसले एनिमी हानिहाल्यो त्यहाँ जोन पुसरहरू घुमिरहेको थियो तर मेरो पछाडि आयो फेरि जोन पुसर गाइडोनले दाइले फेरि मारिरहेको थियो टेन्स म्याच चलिरहेको थियो सबैजना 2 नम्बर मरेर नि फेरि बाँचेँ र म चाहिँ जोनले धेरै काट्यो भनेर म चाहिँ फेरि फिर्ता गएर गएको थिएँ यता घुमेर यहाँबाट चाहिँ टोकन खानलाई म गएँ जाँदा एनिमी मैले बिच बाटोमा भेट्छु अनि म मर्छु यता मेडिकेट गरेँ मैले मेडिकेट मसँग धेरै थिएन लास्ट एउटा जस्तो लाग्थ्यो जहाँसम्म लाग्थ्यो र फेरि 4 नम्बर मरिसकेको छ फेरि रिभाइभ गर्नु जानुपर्ने भयो म तर त्यो बाँचिसकेको थियो बाँचिहाल्यो भनेर किन जानु भनेर फेरि एउटा जोन पुसारले मलाई छोड्दै नछोडेको थियो कि पछाडि आएको है गरेँ कि तर म चाहिँ कहाँ मर्छु र भनेर घुमेर गएँ एकदम घुमेर गएँ तर ठ्याक्क त्यहाँ यसको ठ्याक्कै तल माथि डाँडामा चाहिँ टोन्डे रहेको टिम यहाँ यत्रो सानो जोनमा अझै पनि 31 जना लागेको थियो है त 4 नम्बर फेरि गऱ्यो फेरि नि बाँच्यो मैले सुपर मेडिकेट लाउन सुरु गरेँ किनकि जोनले धेरै काट्यो ठ्याक्कै यहाँ टोन्डे दाइको टिममेटहरू हुन्छ यतातिर र मेरो गाडी सर्ल्याप भयो अनि अरूले मलाई मारिदिन्छ है त हिँडेरी एनिमीले मेरो चाहिँ ड्रपमा जहाँसम्म लाग्छ ड्रपमा एनिमी थियो र मेरो गाडी फुटाल्दियो मैले चाहिँ अग उठाएर मसँग मेडिकेट सेडिकेट केही थिएन के क्यारेक्टरले मैले चाहिँ एचपी बढाइरहेको थिएँ र त्यहाँ टाउको देखाइरहेको थिएँ म हान्छु भनेर बसेको थिएँ बिस्तारी जाँदाखेरि भिभ्यास प्लेयरले मारे यसले मलाई लन्चर फ्याल्दै थियो अनि मैले ठ्याक्कै ग्लुवाल पाएँ मैले वाल त्यहाँ ट्याक्क लगाएँ वाल पनि लगाएर नै मैले वाल चाहिँ लाउनु प्रयास गरेको थिएँ सक्दो तर मलाई त्यसले मलाई हान्दियो लन्चर हो कि के हो यो त्यसले मलाई हान्दियो र त्यसको साथी गाडी लिएर भाग्यो म पनि गिभ अप गरिदिएँ मैले नि यहाँ र यहाँ 3 जना मात्रै थियो युवा थियो दिलसन थियो अनि 4 नम्बर थियो म्याच चाहिँ बिस्तारै गइरहेको थियो एकदम प्रेसर पेलिरहेको थियो यिनीहरूलाई र दिलसनले मारिसकेको थियो यसको चाहिँ 9 किल भइसकेको थियो ठ्याक्कै सबैजनाले बबाल हान्दै थियो यता इन्टेन्स म्याच चलिरहेको थियो यिनीहरूको जोन चाहिँ घरमै भइरहेको थियो तर लास्टमा जोनले साथ दिएन यसले चाहिँ सबसे भन्दा बबाल खेलाएको थियो र टिममा चाहिँ यसले नै राम्रो खेल्छ जस्तो लाग्छ जहाँसम्म लाग्छ मलाई यता टोन्डे गेमरको चाहिँ टिम यहीँ थियो टोन्डे भन्दै थियो सबैजना तर यहाँबाट नि पछाडिबाट नि पेलिरहेको थियो एनिमीहरूले अर्को टिपिआर नम्बरको प्लेयरले चाहिँ पेलिरहेको थियो माथिबाट चाहिँ अनि 17 अलाइभ भइसकेको थियो यतिखेर युवालाई चाहिँ ग्लुवालबाट खस्यो ठ्याक्कै ग्लुवाल लगाएर चाहिँ अब 2 जना बाँकी थियो 2 जना चाहिँ ठिक्क राम्रो प्लेयर भनेर टिममा जहाँसम्म लाग्छ यसले चाहिँ अन र P90 बोकेको रहेछ यसले चाहिँ एडब्ल्युएम मोबाइल चलाउँछ यसले चाहिँ गाडी फुटाइसकेको छ मतलब बाइक जोन पुसारलाई काम तमाम गरिदिइसकेको छ यसले चाहिँ उहाँ त्यो टोन्डे गेमर दाइको टिमलाई चाहिँ माथि नै अब टोन्डे दाइहरूको टिम छ भिभाजवाला प्लेयरले मारिरहेको छ अर्को टोन्डे दाइको टिमले यसले चाहिँ एडब्ल्युएमले चाहिँ आकाशबाट घरिघरि हेरिरहेछ किनकि जोन पुसारले रिभाइभ दिइरहेछ 12 जना भएछ टप 10 मा लानुपर्छ कि गए हान्नुपर्छ भन्दै थियो किनकि जोन नि यहीँ थियो यिनीहरूलाई सजिलो भइरहेको थियो तर लास्टमा जोनले साथ दिएन र यो लास्टमा यो मात्रै एकले बाँचिन्छ किनकि 4 नम्बर ल्यान्डमाइनमै मरिदिन्छ हेर्नु कसरी मर्छ भनेर यो किङ सोर्ड लिएर यसलाई के 10 ड्यामेज हान्दा रहेछ यसले यो ग्लुवालबाट
सुरुवाल फुट्नेवाला हो यो टप 10 मा चाहिँ इजिली छेकिसकेको छ यो गाडीवाला मान्छे टोन्डी गेमर उहाँ रहेछ टोन्डी गेमरलाई 150 भेटिसकेको छ सुपर मेडिकल टोन्डी गेमर 150 भेटिसकेको छ त्यस्तो लानेछ सबैजना चाहिँ पुरै के हो गरेर बसिरहेको छ तर एकजना फेरि 150 भेट्छ तर भिभेस प्लेयरले मारिदिन्छ है त जिआर मेम्बरको यस्तो म्याच चल्दै जाँदाखेरि चाहिँ जोन चाहिँ ठ्याक्कै साथ दिएन हामीलाई तल गए हालिदिन्छ कि यो चाहिँ ठ्याक्कै नि ल्यान्डम्यान लगाइदिएको हुन्छ यो चाहिँ मर्छ त्यहाँपछि यो चाहिँ तलबाट हान्नु कोसिस गर्छ तर ल्यान्डम्यान लगाएको हुन्छ तर भिभेस प्लेयरलाई नक गरिदिइसकेको छ डिजिआर मेम्बरको यो चाहिँ ल्यान्डम्यान देख्दै आत्तिएर यो चाहिँ मरेर भित्र यो के चाहिँ बब्बाल खेल्दा थियो हामी चाहिँ टप 6 मा पुगेछ टप 5 मा पुग्न लागिसकेको थियो यसलाई बिल्सनले मारिदिइसकेको छ र साइडबाट गाइटोनले दाइले मार्नु भयो टप 5 मा उहाँहरू पुग्नु